यो त कस्तो खङ पो लाग्यो। चिसो भएन दिलै खानु है ल। हेलो जय मसी सबैजनालाई, म सुसन लिम्बू र सम्पूर्णलाई मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। र आज चाहिँ अहिले चाहिँ रातिको 10:30 भइसकिसक्यो। अनि मैले फेरि भिडियोको इन्ट्रो बनाइरहेको, किनभने भोलि चाहिँ मेरो हस्बेन्डको साथी अनि साथी दाजु भाउजू, मेरो चाहिँ दाजु र दिदी पढ्नुहुन्छ। मेरो जनम दिदी र विनोद दाजु आउनुहुँदैछ भोलि चाहिँ। धरानबाट पोखरासम्मको यात्रा छ। अनि जस उहाँहरू ट्रेकिङको लागि छोटो समय लिएर आउनुहुँदैछ। अनि उहाँहरूसँगको कस्तो प्रकारले हामी टाइम स्पेन्ड गर्छौँ हजुरहरूलाई देखाउँछु, हेर्दै गर्नुहोला है त। थाक्यो अनि यति छ त सामान त यहाँ किन्नु नि। यो चाहिँ कुन चाहिँ ट्रेकिङ कसको किन्नु भएको? दिदीहरूको कोठा के ल्यायो यो सानो ब्यागमा? आउनु न यहाँ तर म आउनु न, भेट भयौँ होइन? ल अब चिया खानुपर्छ ल, रेडी हुनु। दाजु चाहिँ दामी चाहिँ दामी देखिरहेको छ यो त। त्यहाँभित्र रहेछ दाजुहरूले देख्दा। यो त कस्तो खङ पो लाग्यो। यो पो खाने होला हौ। ए दिदी त केही खाँदैन अरे, माछा मासु पनि। अहिलेसम्म भिडियो भने टाइम ल्याप्समा पो दिएछ। दिदीले कस्तो राम्रो सोचेछ। आइ गर्ने फेरि भेराइटिज लोकल है। सङ्गु यता हेरिदेऊ। हेलो हिसाई ल यसरी जुम के अरे देखाएर जुम गर्दा पो भएन के हो भन्छु नि। यस्तो होटलहरू छ भनौँ न, प्राय होटल अब आउँछ यताबाट धेरै नि। चिसो भएन दिलै खानु है ल। अन्त त म टन्नै अझै गोजीमा पनि हालेर पठाउँछ दाजुहरूले। किन खाइदिएको? ए पोर्क नै त रहेछ नि, म त हिजोको उस पो होला मटन बोको भन्यो। ए अन्त सङ्गुको खाइदिएको?
त्यो तलको बेला त नकस है भोलि त के अरे माथि पनि छ होला है फिलिङ पो खेलेर आउने खेल्नु के भोलिको जाने प्रिपरेसन है दिदी खुट्टा चिसो भएन छिट्टिकै पारिदिनु है गुड मर्निङ अब चाहिँ दाजु र दिदी चाहिँ ट्रेकिङ हिँड्न आँट्नुभयो ल बाई बाई ल इन्जोय यर ट्रेक हरेस नखाइ जानु है त्यहाँ ल बाई 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 पानी किन्दैन पानी ल किन स्याड भएको नरुनु अस्तिको भिडियो हालेकै छुइनँ वेलकम ब्याक टु पोखराफेरि ल तपाईँहरू मजा आयो मजा आयो के भयो किरा पस्यो अस्तिको भिडियो मैले कि कान्छली टक्कै है मजा आयो यो चाहिँ के हो तपाईँको गरौँमै देख्दैछ त ए हो होइन भुइ म त त्यो पनि टेन्सन लागिरहेको थियो कि पुग्यो नि हौ खै जुत्ताहरू हेरौँ न पुरै हाम्रो त हिल्लो हिल्लो भएको थियो ल जाउँ यो राम्रो भयो है पुरै ग्रिप हुन्छ नि यो नभएको भए त म त कति लड्ने रहेछु यो हुँदा त एकचोटि लडेँ ए हो चिप्लेको चाहिँ भन्नु पर्यो ल जाउँ अब खाजा खानुपर्छ दिदी दाजुहरू आउनुभयो म चाहिँ यहाँ दुध तताउँदैछु किनभने चिया खाने म चाहिँ नुनको दिदी चाहिँ चिनीको होला अनि यो रेडिमेड पराठा नेटो त्यहाँदेखि चियापत्ती अनि यहाँ छ तपाईँको अन्डा यहाँ चाहिँ छ मोही यो चाहिँ दाजुले खानुहुन्छ किनभने उहाँले चिया खानुहुन्न कान्छा चाहिँ एकछिन बाहिर निस्केको छ हामी पर्खिरहेको छौँ आयो कान्छा निकै खुसी देख्दैछु त होइन दाजुहरू आयो भने खुसी भयो यता हेर्नु जयमसी भनिदिनु न यास 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 देख्नु होइन हल्ला गर्नु हुँदैन दिदी सुतिरहनु भएको छौ मसाज गरेर कस्तो हुन्छ डिस्टर्ब हुँदैन खाजा खानुपर्छ ल सबैजना चुस्छ चुस्छ ओके बाई दामी छ त ज्याकेट त यो सेम ज्याकेट हो बोथ साइड वाला योपट्टि दामी रहेछ ब्लू त मनपर्छ कि अझै त्यो ग्रेमा यही अब दुईटा किनेको 2 in 1 जस्तो 2 in 1 दाजुहरूले अफिस अगाडि फोटो खिच्नु छ यो लाएर ड्रेस त्यो टी सर्ट लाएर हेर्नु न यो सिटिङबाट ल्याइदिनु भएको अरे हो दिदीले मलाई चप्पा ए होइन ल्याइदिनु भएको होइन बिचरा उहाँहरू खानु भएको अरे कि
खाँदा खाँदा गाडीमा आएको अरे अनि बाटोमा खाउँला भने फेरि विदेशीहरू थियो अरे कि अनि गनाउँछ भने नखाएको अरे कति स्विट हो तपाईँहरू त भनेको यु वान्ट ट्राई नो 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 प्लिज इट इट नो कसले रिफ्युज गर्छ हौ यसरी बिराम त भयो जिस्काएको लाउनु भएछ नि हेर्न खानु हुँदैन जिस्काएको हेर्नु न कान्छ यस माउन्टेन देख्नु भएछ नि को दाजुहरू भन्दा हाम्रो दाजुहरू यताको हेर्नु है स्वान हो हेर्नु न कुकुर यो कुकुर चाहिँ के सिबिङसम्म पछ्याएको अरे हौ टिप्स दिनु होला नि कस्तो राम्रो खिचेछ दाजुहरूले चारा हामी आफूले चाहिँ अस्ति खुसी बिर्स्यौँ हुनुभयो दाजु थ्याङ्क यू फर वेयरिङ आवर टी सर्ट ए मैले कहाँ के ब्लिङ्क हो भन्छ नि लभ रियाक्ट गरेको देखाउनु न ल टङ 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 हेलो वन्स अगेन हामी चाहिँ अब फेरि उयो के भन्छ बेलुकाको डिनर 7 बजिसक्यो दाजु र दिदी चाहिँ ट्रेकिङमा फर्केर आउनुभयो अनि हामीलाई चाहिँ डिनर दिनु हुने अरे त्यही भएर हामी चाहिँ रेडी भएर गएको क्रिम लगाएको डरलाग्दो टल्किरहेछ है बिचरा त्यो मेरो कान्छाको सिङ्गापुरियन साथीले यो त्यो उयो दिनुभएको क्या कोरियन क्रिम एकदम राम्रो लाग्यो मलाई अब चाहिँ गएको दिदीले बुनिदिनु भएको देखाउँछु ल म दिदीले बुनिदिनु भएको पिङ्क कलरको ब्याग एउटा मिडियम गरौँ होइन किनभने अघि कति राम्रो मिडियममा ल भेज होइन चिकनै गरौँ दिदी सुट्नु भयो जेठी अन्त त चारा ल अर्डर गर्नु ल कान्छ साउने हुनु गाह्रो छ दिदी सुट्नु भयो यहाँ काटेछ हौ तपाईँले त है आइछ होइन होइन त्यो अलिक आएको थियो खाइसु फुफु गरेर खाइसु ठिकै छ हामीलाई मनपर्छ मेरो उयो पछाडिको त्यो एउटै देख्छ त हौ चिङ चोङ उनीहरू त्यस्तै देख्छ जेन्जी ल जाउँ ए बाई राम्रो केटी बाई कति टाढो हो 5-7 मिनेट होला खै आशिष थापेको माथि हेर्नु पर्यो मेन वेबाटै मेन न्यू जान्छ अनि आशिष थापेको खै मामालाई यता कति राम्रो देखेको हौ बाई गयो अमी हाम्रो यलम इस हाम्रो सबसे सन्तानको अग्लो अमी जुम मम्मीको भनिहाल्नुपर्छ मेरै भने पनि बोकिहाल्छ त ल अब हामी 4जना गएकै हामी 5जना ए 5जना मलाई गर्नु बिर्सेछु ट्रेकर ए हो ट्रेकरहरू सङ्कु आइसक्रिम खाने 2जना कति वर्ष बाद यसरी हिँडेको होला 2जना कति पिसफुल भएछ हौ सबै सुति गयो क्या अलिक म यस्तो गरेर पाउँछ के भयो हौ यो के राम्रो ला यो त यसरी छोड्दो रहेछ दिदी यो ढुक्कले छोडेको सामान लाँदैन भने के भन्छ
अन्त त सङ्गु गुड नाइट मान्छे छे किन बस्नु भएको जाउँ न बसौँ होइन हौ त बसौँ न बैठन् केही खाँदैन ल सर अब कता जानु पर्यो हाम्रो नेक्स्ट लारा जाने रे नेक्स्ट ट्रिप हेलो जय मसी गुड मर्निङ सबैजनालाई म सुनिरहेको छु अलिक के भएर यसरी त पहिला चाहिँ धेरै सुनिन्थेँ कि आज के भयो बेसी खाएँ होला नि हिजो अनि जे आज मैले किन भिडियो यसरी स्टार्ट गर्दैछु बिहानै भन्दाखेरि चाहिँ बिहानै पनि होइन जे आज चाहिँ दाजु र दिदीको चाहिँ लास्ट डे हो अनि उहाँहरू जानुहुन्छ डे भन्दाखेरि पनि उहाँहरूको जस 4 बजी कति बजी चाहिँ टिकटहरू होला टिकट लिनु जानुभएको छ मेरो हस्बेन्ड र दाजु चाहिँ विनोद दाजु चाहिँ अनि उहाँहरूको चाहिँ आज लास्ट हो यहाँनिर अनि हामी अब अलिअलि के सपिङहरू गर्नु छ हाम्रो पनि घरमा आमाहरूलाई दिदीहरूलाई नानीहरूलाई के पठाइदिने भनेर सोचिरहेको छु के भन्दा पनि त्यही अब मिठाईहरू होला अनि दिदीहरूले पनि के किन्छु भन्नुहुँदै थियो हामी अलिअलि सपिङहरू गर्नु जान्छौँ फर्स्ट चाहिँ खाना खानुपर्छ होला अब गएर सायद दिदीले पकाउनु हुँदैछ जेठी दिदीले पकाउनु हुँदैछ अनि गएर म हेल्प गर्छु अनि खाना खाने होला अनि त्यहाँदेखि चाहिँ जानुपर्छ सपिङहरू गर्नको लागि म चाहिँ अलिकति सुनिरहेको छु के भयो अनि मेरो हस्बेन्ड पनि टाउको दुख्यो भन्दै थियो बेसी खाएर होला हिजो हामीले है सो हेर्दै गर्नु ला दाजुहरूलाई हामी सायद हामी यहीँबाट नै ट्याक्सीमा जानेसम्म चाहिँ देख्नु पाउँछौँ होला बस स्ट्यान्डमा चाहिँ हामी जाँदैनौँ होला आई डोन्ट नो सो स्टे ट्युन बाइ बाइ टमाटर अचार मुङ्गो र आलुको सब्जी यो चाहिँ एउटा युज गर्छु उमालेको मात्रै सादा यहाँ ढिँडो बनाउने यहाँ भात पाक्दैछ द्याट्स इट चारा मेरो दिदीको बल पनि छैन दुईजना म पनि सकाउँ कि भनेको कि तर मेरो हातै लाग्दैन हल्का रहेछ फुटाउनु पर्ने रहेछ यो चाहिँ केटाहरूले फुटाएको भए हुन्थ्यो नि म कान्छालाई भन्छु ल बिचरा हेर्नु न हातमै दाजु फेरि यता भुइँमा पो ए हो कस्तो छ कान्छ अहिले तपाईँ ठिकै भन्नु पर्यो आँखा 3 आइलिड बस्ला जस्तो छ त चेक पनि गरिनँ कि मेरो प्रेसर लो भए जस्तो भयो कि बिहान भाउजू गरेन तपाईँले चेक गरेन गफ हर्लिक्स ए चक्लेटदेखि स्टार्ट छो कुन चाहिँ खालि मिठो हुन्छ भने नि त्यो ओट्सवाला क्या मकैको हो यो पनि पठाइदिनुहोस् सबै नयाँवाला हुन थाल्यो क्या त्यो ओट्सवाला हुन्थ्यो नि खान्छ राम्रो हुन्थ्यो त्यो है आमाले के मुङको दाल पठाउने कि मुङको दाल चपाउनु त त्यही हो के होला
तपाईँ पानी खान्छ तपाईँ त परेन ल होइन के अरे नर्मल तातो पानी छ मन तातो हजुर त्यो चाहिँ तपाईँ चाहिँ नर्मल दुईवटा भयो तपाईँको हुन्छ कि मेरो हुँदैन दिदी भन्ने भएको यो जस्तै भिडियो त भइरहेको छैन वानमा गरी यसमा गरी हुन्छ नि त मेरो हुँदैन तपाईँ र मैले कति टाढो देख्छ ए अनि पो मान्छेहरू फेरि पक्रेर गएर यसो गऱ्यो भने चाहिँ नि टाढो देख्छ त्यस्तो इन्ट्रेस्टिङ हुँदैन त्यही हो सुरु सुरुमा उहाँको त्यो हाम्रो दुईजनाको यो गुरु छ भाइ अब दिदीहरू जानुभएको दिदी दाजु बाई बाई सी यु इन बगुवा फेरि भेटौँ तपाईँहरूलाई पनि धन्यवाद आउनुभयो बाई बाई हुन्छ नमस्ते बाई बाई खै छोइराखौँ छोइराखौँ ए हामी पो देखिरहेको रहेछ हामी आसु ओके God is good all the time. रुको सिनै म ल अब के भनेर भन्नु क्लोज क्लोज सक्यो भिडियो हेरिदिनु भयो धन्यवाद मेमोरीको लागि बनाएको त्यस्तो के अब आउनुभयो भनेर प्रिसियस टाइम अलिकति रुम ट्रेकिङ इमेजेस मजाले सक्सेस भयो कुन त भइहाल्छ रुने कि सल्लाह गरौँ एकछिन बाद हुन्छ ल ल थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो यसो सम्झनाको लागि बनाएको नि फेरि यो समय आउँछ आउँदैन भनेर होइन जहिले पनि भिडियो बनाउँदा त्यसरी नै बनाउँछु मैले तर होइन यो चाहिँ साँच्चीकै कुरा है किनभने हाम्रो उहाँहरूसँगको हामी उता घरमै हुँदा पनि त्यति साह्रो उयो हुँदैन नि त यताउता घुम्ने हुँदैन अनि ट्रेक चाहिँ हामी पहिल्यै गइहाल्यौँ उसको बादमा उहाँहरूले प्लान गर्नुभएछ अचानक अनि नत्र त है सँगै जानु चारजना तर जस यहीँ बसे भए पनि हामीले मजाले टाइम स्पेन्ड गऱ्यौँ उहाँहरूको अझै सर्ट टाइम भएकोले गर्दा नत्र चाहिँ मजाले बस्नेवालै थियो ल जय मासी थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई जय मासी